हिलेबेसी हजुर हिलेबेसी 2082 सालको हिलेबेसीमा चाहिँ हामीले आज धानको बिटा लाग्छौँ हाम्रो सिरे भाइको खेतमा। यहाँ चाहिँ अहिले खल्लामा हामीले चाहिँ सबै बिटा उसारिसकेर यहाँ अहिले चाहिँ हामीले धान झारी पनि सकेर चाहिँ अहिले बताउने क्रम छ। बत्याएको यो चाहिँ नाङ्लोले यसरी बत्याइन्छ। अनि यो हिलेबेसीको बिटा चाहिँ यस्तो छ र हामीले चाहिँ यो सालको चाहिँ बिटा यसरी लगाएको छौँ है। तपाईँहरूले कसरी लाउँदै हुनुहुन्छ? नमस्ते सहर मित्रहरू, यतिखेर चाहिँ हामी हिलेबेसीमा छौँ। साङडुम्बा साबिक 6 नम्बरको हिलेबेसी खेतमा र आज मङ्सिर 4 गतेको दिन हामी हिलेबेसी खेतमा बिटा लाउने दिन हाम्रो शेरबहादुर भाइको हामीले पहिलेको पुरानै जग्गा हामीले खाएको बोक्चास गरेको जग्गामा म लगभग 27 वर्ष पछाडि यो ठाउँमा आएको छु। र त्यो बेला भनेको चाहिँ बिटा बोकेर खल्लामा धान पछारिने कामहरू पनि थियो होइन। तर अहिले भनेको चाहिँ त्यही काम गरिन्छ। अनि त्यहाँदेखि बोराको जुरी कसेर नाम्लोले चुनचुन बोकेर घरमा पुर्याइन्थ्यो। तर अहिले चाहिँ ट्र्याक्टरको सुविधा रहेछ। दिनभरि झाँटेको धान झारेकोहरू होइन बोरामा जुरी कसेर ट्र्याक्टरमा लायो अनि पराल समेत उठाएर एकै दिनमा लगिँदो रहेछ। त्यस्तो सिस्टमले कति सजिलो भएको रहेछ यो हिलेबेसी खेतमा। असारमा रोप्नु धान र हजुर मङ्सिरमा दाइ होला, तकदिरमा भए मायालु जोडी काहीँ न काहीँ होला। हजुर मित्रहरू, खासमा चाहिँ आज मैले भन्नु खोजेको कुराहरू भनेको चाहिँ हिलेबेसी हामीले धान यसरी रोप्छौँ, यसरी झार्छौँ, यसरी झार्छौँ, यसरी दाइँ गर्छौँ भन्ने कुराहरू यही प्रसङ्गहरू। अब चाहिँ मैले यो बताउने कुराहरूमा बोल्छु ल। पहिलाका बुढाकाकाहरूले भनेको चाहिँ निमन पैसा जुन चाहिँ छेडेको पैसाहरू हुन्थ्यो अनि फलामको पैसाहरू हुन्थ्यो त्यस्तो एउटा चलन चल्तीको पैसाहरू भनेको चाहिँ यसरी ढक्कीहरू राखेर बुढाकाकाहरूले भनेको चाहिँ यो नाङ्लोले चित्ते गराउँथ्यो अरे। यसरी बताएर पैसालाई नै मतलब पल्टाउनु सक्थ्यो अरे क्या। र जसले पल्टाउँथ्यो उसको जितिन्थ्यो अरे। त्यति शक्तिशाली पौरखी पाखुराहरू पहिलाको पुर्खाहरूको हुन्थेछ। र त्यो यो भनौँ न खल्लामा अथवा यसरी धानलाई भनेको चाहिँ बताइरहँदाखेरि भनेको चाहिँ नाङ्लाले बताइरहँदा त्यो सम्झाउनु भिडियो हेर्नुभयो। थ्याङ्क यू।